समयसँगै परिवर्तन। अब हामी परिवर्तन हुने कि नहुने? टिभी पहिला यस्तो आउँथ्यो, अहिले यस्तो आइसकेको छ। यसको बारेमा त मैले धेरै एक्सप्लेन गरिराख्नु पर्दैन, किनभने सबैलाई थाहा छ नि त, होइन? त्यो कारणले गर्दा अब परिवर्तन समयसँगै हामी चाहिँ परिवर्तन हुने कि नहुने? अब अहिलेको जमाना भनेको यस्तो, अब टेक्नोलोजीले कहाँ फड्को मारिसक्यो। अब सबै रोबोटदेखि लिएर सबैले चाहिँ अब हात हातमा मोबाइल ल्यापटप होइन अब चाहिँ भइसकेको छ। गाउँ गाउँमा पनि अब हुँदैछ। अहिले नसकेको भए पनि अब हुँदैछ। त्यो कारणले अब समय सँगसँगै हामी परिवर्तन हुने कि नहुने, होइन? अब स्वास्थ्य बनाउन र बिगार्नमा ठुलो भूमिका तपाईँ र हाम्रो बानी चाहिँ कस्तो छ त? पानी पिउने, होइन, तपाईँको चाहिँ ड्रिङ्किङ वाटर, जुन पानी पिउने चाहिँ कस्तो समय हामीले कतिको त्यसलाई चाहिँ हामीले पानी पिउँदैछौँ, कसरी पिउँदैछौँ? अब यहाँ एक्सर्साइज, अब यो मेडिटेसन, ध्यान, होइन, यो सबै कुराहरू जुन मेडिटेसन, अब यो त हामीले बिर्सिसक्यौँ। यो फ्रीमै पाउने चिज। यो पानी पिउने पनि थाहा छैन, मेडिटेसन गर्ने पनि थाहा छैन हामीलाई। अनि यो आहार विहारको कुरा त मैले अब कुरै नगरौँ। यो आहार जुन यति राम्रो चाहिँ फलफुलहरू, यसरी सलादहरू खानुपर्ने, अब जुन हालेको पनि बिसादी नै छ, अघि हामीले हेरिहाल्यौँ, होइन? अब तपाईँको एक्सर्साइज, अब यो फ्रीमा पाउने चिज हेर्नुहोस् है, यो एकदमै इम्पोर्टेन्ट कुरा हो। तपाईँ हामीले फ्रीमा पाउने चिज, तर हामीले गरिराखेका छैनौँ। अब यो सुत्नुपर्ने जुन 6 घण्टादेखि 8 घण्टा हाम्रो शरीरलाई 8 घण्टा सुत्नुपर्ने, तर हामीलाई थाहा छ कति घण्टा सुत्छौँ भनेर, किनभने यहाँ छ नि त फोनले सुत्न पनि दिनु पर्यो नि। सुत्न त खोजेकै हो, दिँदैन, के गर्नु, गाह्रो छ नि। तपाईँ हामी सबैलाई थाहा छ यो सबै फ्रीमा पाइन्छ। यो मेडिटेसनदेखि लिएर पानी खाने तरिकादेखि लिएर यो फलफुलदेखि लिएर एक्सर्साइजदेखि लिएर सुताइ, यी सबै कुराहरू मिलाइयो भने पनि हामीले पहिलाको अर्ग्यानिक, हाम्रा बाबुबाजेले खाएको अर्ग्यानिक जस्तो चाहिँ खान पाइन्छ। त्यो ब्यालेन्स गरिदिन्छ हाम्रो शरीरलाई। तर हामीले त्यसलाई चाहिँ अहिले अब खानुपर्ने यस्तो हो। तर अघि मैले देखाए जस्तो चाहिँ जङ्क फुडहरू, कुरकुरेहरू, तारे भुटेकाहरू चिजहरू हामी मन पराउँछौँ। त्यस्तै हामीले बच्चादेखि लिएर बच्चा केटाकेटी सबैलाई खुवाइरहेका छौँ। यो कुराहरू चाहिँ हामीले यी सबै चाहिँ ओझेलमा परेको छ। त्यस कारणले गर्दा हामीले बुझ्नै पर्ने कुराहरू चाहिँ के हो त? अब यहाँ रोगी छौन्जेल चाहिँ यहाँ के भन्नुहुन्छ? यहाँ हेर्नुहोस् है, यहाँ 2 दिनको जिन्दगीमा तपाईँको चाहिँ बाँचुन्जेल त हाँसेर मर्ने, खाएर मर्ने, छेरेर मर्ने भनेर यहाँनिर चाहिँ एउटा यहाँ हालेको छ, हेर्नुहोस्, होइन? 2 दिनको जिन्दगानी भन्दै यसरी चाहिँ ड्याङ्का ड्याङ खाने। अनि त्यहाँबाट अब रोग लागेपछि चाहिँ के भन्नु त? हे भगवान्, म बाँच्न चाहन्छु, मलाई चाहिँ जसरी भए पनि मलाई बचाउनु पर्यो भनेर हामी हस्पिटलमा चाहिँ डाक्टरहरूलाई चाहिँ नमस्कार गर्न जान्छौँ। भएको सारा सम्पत्ति म दिन्छु, तर म बाँच्नु पर्यो भनेर चाहिँ हामी डाक्टरहरूलाई चाहिँ हार गुहार गर्न चाहिँ गइरहेका छौँ। रोग नलागिन्जेल चाहिँ होइन, 2 दिनको जिन्दगानी के छ र मरिलानु। रमाइलो हेरेर भन्दा खारै मर्ने भनेर चाहिँ हामी चाहिँ रमाइरहेका थुप्रैजना हुनुहुन्छ। यो कुरा हामीले एकदमै सिरियस हुनु पर्यो। अहिले रोग लाग्न नदिनको लागि त हामीले आहार विहारदेखि लिएर एक्सर्साइजदेखि लिएर सबै कुराहरू चाहिँ हामीले त्यसलाई ब्यालेन्स गर्नु पर्यो। अब यहाँ जुन छ नि हाम्रो, हेर्नुहोस् त, यो यति धेरै संवेदनशील जुन हाम्रो यो मुटु, फोक्सो, कलेजो, होइन, यहाँ हेर्नुहोस् त हाम्रो शरीर कसरी बनेको छ। यहाँ तारबारहरू, एउटा मात्रै नसाहरू छिनो भने, एउटा यहाँ सानो समस्या मात्रै पर्यो भने, आज एकजना दाङदेखि आउनु भएको रहेछ, हामी केदार सर र म भेटेर आएको। यो नसाहरू चाहिँ उहाँको ड्यामेज भएछ, कम्मरदेखि उँधो चल्दैन रहेछ। प्रकाश भुजेललाई भेट्न आएको 4 जना आउनु भएको रहेछ।
यस्तो अब कम्मरदेखि उँधो नचल्ने, मान्छेले पक्रे गर्नुपर्ने, रुने कराउने होइन, यस्तो पीडा त्यो देखेर मलाई अचम्म लाग्यो आज। अनि मोरन्जी जुस र मसाज ओइल तेल अनि मसरुम पाउडर लगेर दिएँ रुममा बस्नु भएको छ नयाँ बस पार्कमा। केदार सर म गएर एकछिन सम्झाइ बुझाइ गऱ्यौँ। अनि यो कम्मरदेखि उँधो भाग चाहिँ नचल्ने, हेर्नुहोस् है, थुप्रै नचल्ने, गुवा रुने बिचरा, हेर्नु त्यस्तो भयो नि त्यो। अब हेर्नुहोस् त, अब हामीलाई चाहिँ एउटा नसा मात्रैमा समस्या आयो भने हाम्रो उहाँहरूको कति लाख सकिसक्यो र पनि उहाँको पीडा जस्ताको तस्तै छ। त्यो आउन नदिनको लागि हामीले के कस्तो गर्दैछौँ त? यो अमूल्य शरीरलाई, यो अरबौं शरीरलाई, यो हेर्नुहोस् त, यी चिजहरू जो हाम्रा यो किनेर नपाउने, यी मुटु, फोक्सो, कलेजो, दिमाग, यी अर्गानहरू जुन छ नि, यो किनेर पाइन्छ त जिन्दगीमा? उहाँहरूले सधैँभरि साथ दिनुभएको छ, तर पनि हामीले चाहिँ यो सिङ्गो शरीरलाई चाहिने खानेकुराहरू जस्तो पाए त्यस्तो दिइराखेका छौँ। हेर्नुहोस् है, यो एकदमै सिरियस हुनुहोस्, तपाईँले एकदमै सिरियस भएर चाहिँ सुन्नै पर्ने कुराहरू छ। यसलाई सामान्य नसम्झिनु। यो सामान्य, यो जुन मुटु छ नि, यो मुटु, यो 24 घण्टा यो चलिराख्ने मुटु, जसलाई तपाईँलाई जीवनभर साथ दिनको लागि, तपाईँलाई 24 घण्टाको लागि तपाईँलाई चाहिँ उपचार क्यारे, तपाईँको चाहिँ स्वास्थ्य राख्नको लागि यी तपाईँले ती मुटुहरूलाई चाहिँ तपाईँले के गर्नु पर्यो भने धुम्रपान, अब अधिकांश चुरोट खानुहुन्छ, यो धुम्रपान छोड्नु पर्यो होइन। तपाईँको चाहिँ यो 24 घण्टा चल्ने जुन मुटुलाई चाहिँ तपाईँको चाहिँ स्वास्थ्य राख्नको लागि नियमित रूपमा व्यायाम गर्नु पर्यो। अब एक्सर्साइज व्यायाम गर्ने कुरा त हामीले अब सबै बिर्सिसकेका छौँ। स्वास्थ्यमा तौल, जस्तो स्वास्थ्य तौल राख्ने भनेको तपाईँको चाहिँ खानाको ब्यालेन्स गरेर खाने, त्यो पनि हामीले बिर्सेका छौँ, हेर्नुहोस् है। अनि अब डिएक्सन कम्पनी जस्तो अब मुटुलाई स्वास्थ्य राख्न नियमित सन्तुलित आहार, अब सन्तुलित आहार कस्तो खालको खाना चाहिँ हाम्रो मुटुले खोजिराखेको छ, त्यस्तो खाना चाहिँ हामीले खान पर्यो होइन। अनि डिएक्सन कम्पनीको जस्तो यार्सा गुम्बा र कडिसेप चाहिँ नियमित खानु पर्यो क्या। यो मुटुलाई 24 घण्टा चल्ने जुन मुटु छ नि, त्यसलाई चाहिँ हामीले सधैँभरि स्वास्थ्य र हेल्दी राख्नको लागि चाहिँ हामीले यस्ता खालका आहारहरू चाहिँ खानु पर्यो, हेर्नुहोस् है। अब यहाँनिर चाहिँ हेर्नुहोस्, यो हाम्रो अङ्ग, यहाँ एउटा भिडियो छ, देख्दै हुनुहुन्छ, हेर्नुहोस् त, यो कति इम्पोर्टेन्ट छ हाम्रो जुन यो अङ्गहरू। तपाईँ हाम्रो लागि यो 24 घण्टा चल्ने यी अङ्ग पाठ पूर्जाहरू यदि तपाईँले देख्दै हुनुहुन्छ भने यो चाहिँ सामान्य होइन। हेर्नु, यो बिग्रियो भने हाम्रो लाखौँ होइन करोडौँ रुपियाँ चाहिँ हाम्रो सकिन्छ। त्यस कारणले गर्दा हामीले बुझ्नै पर्ने कुराहरू यहाँ छन्। अब हेर्नुहोस् है, यहाँ एकैछिन ध्यान दिएर सुन्नु होला। अब यो हाम्रो जुन छ नि, अब यो पहिला यति राम्रो थियो, तर चुरोट खाइसकेपछि यस्तो हुन्छ। ल हेर्नुहोस् है, जुन हाम्रो यति अमूल्य जुन हाम्रो अङ्गहरू छ नि, यो फोक्सो, जुन यसले जीवनभर हामीलाई चाहिँ श्वास प्रश्वास दिनको लागि जीवनभर 1 मिनट पनि नबिसाइकन चाहिँ हामीलाई साथ दिइराखेको छ। तर यसलाई चाहिँ हामीले त्यो धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेको हेरी खम हामीले तानेर खाइदिन्छौँ। जस्तो यहाँनिर मैले देखाएको छु, यो चाहिँ चुरोट जुन छ नि, यो चुरोट नसल्काइकन तपाईँ हाम्रो चाहिँ केही पनि हुँदैन, चुरोटले मात्रै, चुरोट देखाएर मात्रै। यहाँ हेर्नु, यो सल्केको छैन, कति राम्रो छ, हेर्नुहोस् त। तर यहाँ यति सल्किँदा पनि, यति सल्केर धुवा चाहिँ यसमा प्रवेश गर्दा पनि यसले कति धेरै चाहिँ अक्सर गर्दो रहेछ त, कति धेरै चाहिँ यसले चाहिँ बिगार गर्दो रहेछ त। यो हामीलाई 24 घण्टा हामीलाई साथ दिने जुन हाम्रो कलेजोलाई तपाईँ हाम्रो चाहिँ कति धेरै चाहिँ काम दिन्छ, हेर्नुहोस् त। यहाँनिर आदि छिनिसकेको छ, जुन यो सकिन लागेको छ चुरोट, जस्तो कस्तो बनाएको छ त यो चुरोटले चाहिँ, यो हेर्नुहोस् त।
त्यो बनाउँछ भन्ने थाहा पाएर पनि हामीले चाहिँ यसलाई चाहिँ हामीले खान चाहिँ छोडेका छैनौँ। मलाई अचम्म लाग्छ कि हामी कुन दुनियाँमा चाहिँ छौँ। अब यहाँ हेर्नुहोस् है, अब एकदमै महत्त्वपूर्ण जुन अङ्गहरू छ नि, हाम्रो चाहिँ यी आशावादी छ नि, जीवनभर साथ दिनको लागि, जीवनभर यी जीवन साथीहरू है, यो हाम्रो जीवन साथीहरू हाम्रो जीवनभर साथ दिन्छन् यिनीहरूले। तर यिनीहरू बोल्दैन, तर चाहिँ यिनीहरू चाहिँ दिनरात मेहनत गरेका हुन्छन् तपाईँ र मलाई खुसी बनाउनको लागि। 24 घण्टा हामीलाई साथ दिइरहेका हुन्छन्, यसरी सेकेन्ड सेकेन्डमा धड्किरहेका हुन्छन्। हेर्नुहोस् त, यो कलेजो, यो मुटु, यो मृगौला ड्यामेज भयो भने कति अरबौं रुपियाँ पैसा सकिन्छ क्या, लाख होइन, करोड सकिन्छ। करोड सकिँदा पनि हाम्रो चाहिँ यी 24 घण्टा हामीलाई साथ दिने, सहयोग गर्ने, सपोर्ट गर्ने यी अङ्गहरूलाई चाहिँ हामीले सुरक्षा गर्न सकिएन भने हामी जीवनभर पछुताउने हो। हेर्नुहोस्, थुप्रैजना हुनुहुन्छ यहाँ, थुप्रैजनाले चाहिँ यसको महत्त्व बुझ्नु भएको छैन कि मेरो शरीरमा 24 घण्टा चल्ने अङ्गले मलाई यति 1 मिनट मात्रै पनि साथ दिन छोडो भने म कहाँ पुग्छु र म के मेरो यी सारा मेहनत पसिना ती सारा चाहिँ पानी चाहिँ बालुवामा पानी खना जस्तो हुन्छ भन्ने कुराहरू भुलेर पैसाको पछाडि लाग्नु भएको छ। थुप्रै मित्र सर मिस म्याडमहरू स्वास्थ्यलाई पछाडि पार्नु भएको छ, स्वास्थ्यलाई चाहिँ वास्तै छैन। हेर्नुहोस् है, त्यो कारणले गर्दा अब आयो संसारकै जो चमत्कारी जडीबुटीहरूको राजा, जो तपाईँ हाम्रो सारा त्यो जुन मैले देखाएँ नि अघि सुरुदेखि अन्तिमसम्म हाम्रो चाहिँ सबै विषादयुक्त तरकारीदेखि लिएर ती मुटु, फोक्सो, कलेजो, दिमाग सबैलाई मजबुत बनाउने चिजहरू चाहिँ अब द किङ अफ हर्स डिएक्सन कम्पनीको उत्पादनले हामीलाई क्लियर बताउँछ। यो नै यो बेस्ट हेल्थ पार्टनर, जो संसारको सबैभन्दा राम्रो चिज हामीसँग छ, द किङ अफ हर्स ज्ञानोधर्म अर्थात् चमत्कारी जडीबुटीहरूको राजा, जसले अब कसरी चाहिँ काम गर्छ त त्यसको बारेमा क्लियर बुझौँ हामीले। सबैभन्दा पहिला ज्ञानोधर्म अर्थात् डिएक्सन कम्पनीको ज्ञानोधर्मको बारेमा जान्न जरुरी छ। मैले यहाँ वान ड्राइगन कम्पनी अघि नै भनिसकेको छु, यहाँ डबल रहेछ होइन। यो चाहिँ अघि पनि मैले भनिसकेको छु, 100% ज्ञानोधर्म उत्पादन गर्ने आफ्नै जमिन, 100% कारखाना आफ्नै, 100% वितरक र जुन ज्ञानोधर्मले गर्ने काम सबै 100% चाहिँ आफ्नै। यहाँनिर चाहिँ पहिला 19 मिलियन थियो, के अरे 18 मिलियन थियो, अहिले 19 मिलियन भइसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ होइन। अब यो कम्पनी को जुन यो रातो च्याउ छ नि ज्ञानोधर्म, संसारमा चाहिँ 38,000 किसिमका अर्थात् प्रजातिका च्याउहरू चाहिँ पाइन्छन् र त्यो 48 तपाईँको चाहिँ 38,000 मध्ये खाना हुने च्याउहरू चाहिँ 2,000 मात्रै पाइन्छन्। यो हजुरहरूले बुझ्नु होला, एकदमै यदि नयाँ हुनुहुन्छ भने ध्यानपूर्वक सुन्नु होला। यदि नयाँ नै हुनुहुन्न भने पनि हजुरले अरूलाई सिकाउनु पर्दा बुझाउनु पर्दाखेरि चाहिँ यो तपाईँले जान्नुपर्ने हुन्छ। 2,000 प्रजातिका च्याउहरू मात्रै खान योग्य छन् र 2,000 मध्ये 200 मात्रै औषधीय गुणले भरिपूर्ण छ र त्यो 200 मध्ये पनि 6वटा चाहिँ यति धेरै औषधीय गुण र तपाईँको चाहिँ भिटामिन र औषधीय गुणले भरिपूर्ण छ है भनेर चाहिँ चिकित्सकले पनि प्रुभ गरिसकेको कारणले गर्दा यो 6वटा च्याउ नै संसारको चमत्कारी जडीबुटीहरूको राजा। हेर्नुहोस् है, यो यहाँ लिभर गानु, हर्ट गानु, किमसेन गानु, ब्रेन गानु, पिकअप गानु, रुबी गानु भनेर जुन 6वटा च्याउहरू छ नि, यो 6वटा च्याउको चाहिँ अब हाम्रो यो सबैलाई गर्ने छुट्टै निकाल्नको लागि चाहिँ सकिएन। अब यो 6वटै च्याउलाई चाहिँ एउटै बनाउने डाक्टर लिमले योजना बनाउनु भयो र यो एउटै च्याउलाई चाहिँ ज्ञानोधर्ममा जुन टिस्यु कल्चर पद्धतिबाट एउटै बनाउनु भयो र अहिले हामीले 100% आर्जिरेजियल अर्थात् मसरुम पाउडर खाइयो भने 100% चाहिँ यो ज्ञानोधर्म अर्थात् जडीबुटीहरूको राजा जो हाम्रो शरीरमा कसरी काम गर्छ अब यहाँनिर मैले थोरै जानकारी गराउँछु। जस्तो सबै
अङ्ग र प्रणालीको लागि जुन डिएक्सन कम्पनीका उत्पादनहरू नेपालमा भएको मुख्य उत्पादनहरूको बारेमा मैले यहाँ केही देखाउँदैछु होइन, जुन तपाईँहरूले एकदमै ध्यानपूर्वक सुन्नु होला। जुन हाम्रो चाहिँ जुन यो कम्पनीको जुन संसारकै जडीबुटीहरूको राजा रातो च्याउ नम्बर 1 मा पर्छ, नम्बर 2 मा चाहिँ तपाईँको यार्सा गुम्बा कडिसेप भन्छ होइन, र नम्बर 3 मा तपाईँको चाहिँ स्पाइरुलिना जो लेउ, जुन शुद्ध लेउबाट बनेको यो स्पाइरुलिना, अनि अर्को संसारकै दुर्लभ मोरिन्डा सेटोफोलिया भन्ने फल जो संसारको दुर्लभ फल। अब यो 4वटा चिज नै यो संसारको सबैभन्दा उत्कृष्ट, यो नेपालमा सबै पाइन्छ होइन। अब नेपालमा मात्र नभएर संसारभरि नै पाउँछ। अब मुख्यतया तपाईँ हामीलाई यो अरू कम्पनीहरूको मैले अस्ति पनि देखाएको थिएँ, यहाँ हेर्नुहोस्, ज्ञानोदरमा हाम्रो पनि रातो च्याउ नै हो भनेर बेच्नुहुन्छ, जसको दाम चाहिँ यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ 4790, जुन तपाईँको 40% वाला छ, र डिएक्सन कम्पनीको चाहिँ यहाँ 3740 एमआरपी र डिस्ट्रिब्युटर प्राइस चाहिँ 3400 छ, यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ हेर्नुहोस्, त्यही चिज 40% छ यहाँनिर 100% ज्ञानोदरमा हाम्रो डिएक्सन कम्पनीको 100% लाई चाहिँ यहाँ को बोल्न थाल्नु फेरि, मेरो कुरा ठिक लागेन है क्या? बोल्न थाल्नुभयो त, 1 मिनट वेट गर्नुहोस् न, म्युटलाई चाहिँ अफ गरिदिन्छु। बिलगिरी सर, यो अल म्युट गर्नुहोस् त, एकचोटि म्युट अन रहेछ। ओके सर, म म्युट चाहिँ अफ गरेँ है त सबैजना। ओके सर, एकचोटि अल म्युट गर्नुहोस्। ओके ओके 66 जना हुनुहुँदो रहेछ हजुरहरू सबैजनालाई एकदमै यो कुरा तपाईँले एकदमै ध्यान दिनु होला। ज्ञानोदरमा चाहिँ अस्ति एकजना दिदीले लिएर आउनु भएको थियो हाम्रो कीर्तिपुर हाम्रो सिएसआरको अफिसमा, अनि त्यहाँ खिच्न पाइयो। अनि यो खाइराखेको छु, यो राम्रो कि यो राम्रो भन्नुभयो क्या उहाँले। अनि ठिक छ, राम्रो छ, यो नराम्रो होइन, तर 40% छ भनेर मैले त्यत्तिकै अन्धाधन्दामै भनिसकेर मैले पल्टाएर हेरेँ, अनि यहाँनिर 40% पोलिसक्राइड भनेको छ। अब पोलिसक्राइड रेसी मसरुम पाउडर एक्स्ट्रा 40% पोलिसक्राइड। अब पोलिसक्राइड भनेको के हो भन्दाखेरि हाम्रो शरीरमा भएका खराब टक्सिनहरूलाई बाहिर फाल्न सक्ने एनर्जी चाहिँ पावर चाहिँ 40% मात्रै यो ज्ञानोदर्मामा छ, जसको मूल्य चाहिँ तपाईँको 4790 मैले अघि देखाइसकेको छु होइन। जो हाम्रो 100% ज्ञानोदरमा जुन छ यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, यहाँ ज्ञानोदरमा 100% देखाइरहेको छ नि, यो चाहिँ हाम्रो आरजी र जिएलको, यो आरजी हाम्रो यताको डिएक्सनको लोगो भएको, यो अर्को कम्पनीको। अब आरजी, अब मैले यहाँ आरजी को थोरै कुरा गर्छु। यो आरजी भनेको के हो त भन्दाखेरि यो चाहिँ यो ज्ञानोदर्माको एक महत्त्वपूर्ण उत्पादन हो। यो 90 दिनको परिपक्व च्याउको माथिल्लो भागबाट तयार हुन्छ। यसले शरीरमा भएका विभिन्न कारणले रहेका विषादीहरूलाई चाहिँ स्क्यान गरेर बाहिर फाल्छ। र यसको प्रमुख कारण भनेको चाहिँ के हो त भन्दा रोगसँग लड्न सक्ने क्षमताको वृद्धि र विकास गर्ने, रोगलाई स्क्यानिङ गरेर बाहिर फाल्ने, विषादीहरूलाई शरीरबाट सफाइ गर्ने, शरीरको प्रणालीहरूलाई चाहिँ नियमित रूपमा बलियो अर्थात् मजबुत बनाउने काम चाहिँ यो आरजी र जेलको गर्छ। यो आरजी 90 दिनको छिपेको च्याउ, यसको प्रमुख भूमिका चाहिँ। अब यहाँनिर जिएल मैले सर्टकटमा भन्दैछु, अहिले समग्रमा म फेरि बताउने छु। यो 18 दिनको जरा भागबाट बन्दछ। यो जिएल मा तपाईँको चाहिँ प्रचुर मात्रामा चाहिँ भिटामिन पाइन्छ, जसले कोष निर्माण गर्दछ र कमजोर कोष
कमजोर शरीर भएका तथा मानसिक वृद्धि र विकास गर्न उपयोगी ठहरिन्छ भनेको छ यहाँ चाहिँ हैन। जस्तो अब यो जिएल को प्रमुख कारण भनेको चाहिँ के हो त भन्दा शरीरलाई खनिज र हरेक भिटामिनहरूको आपूर्ति गर्नु, कोषहरूको निर्माण गर्नु, शक्ति प्रदान गर्नु र अक्सिजन आपूर्ति गर्नु र कोशिकाहरूलाई पुनः स्थापित गर्ने र रोगसँग लड्न सक्ने क्षमताको वृद्धि र विकास गर्ने र यसलाई सेलहरूलाई चाहिँ उत्पादन गर्ने र इम्युन सिस्टम रोगसँग लड्न सक्ने क्षमता चाहिँ वृद्धि र विकास गर्ने काम चाहिँ यो आरजीको भयो। अब समग्रमा यो के गर्छ त भन्दा यो आरजीले ज्ञानोदरमा पाउने प्रमुख 5 तत्त्वहरू मैले अस्ति पनि देखाएको थिएँ। पोलिसक्राइड खोजी कार्य अर्थात् सरसफाइकर्ताको काम अघि मैले देखाएको थिएँ नि, जुन अर्को कम्पनीको 40% पोलिसक्राइड जुन सरसफाइ गर्ने हाम्रो शरीरमा भएका विषादी टक्सिनलाई बाहिर फाल्ने चाहिँ 40% मात्रै छ भने हाम्रोमा 100% चाहिँ यो पोलिसक्राइड जसले हाम्रो शरीरमा भएका खराब टक्सिनलाई स्क्यान गरेर बाहिर फाल्छ। अब अर्गानिक जर्मनियम जसले चाहिँ सन्तुलनकर्ताको काम गर्छ। हेर्नुहोस् है, यो चाहिँ हामीले बुझ्नु पर्यो हैन। यो एनेडो देशिक यो यसले चाहिँ के गर्छ त भन्दा नियन्त्रणकर्ताको काम गर्छ। यो हामीले एकदमै बुझ्न जरुरी छ। यो हामीले अब नियन्त्रण भनेको के हो त भन्दाखेरि बढी पनि हुन दिएन, घटी पनि हुन दिएन, ठिक्क नियन्त्रणमा चाहिँ राख्यो क्या यसले चाहिँ। अर टिटेप्रेडिक्ट यसले चाहिँ के गर्छ त भन्दाखेरि हाम्रो चाहिँ नियन्त्रणकर्ताको काम गर्छ हैन। यसले चाहिँ नियन्त्रणकर्ताको काम गर्छ। यसमा पाउने प्रमुख तत्त्व चाहिँ तपाईको यहाँनेरि हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ, जसले अब हाम्रो चाहिँ यो ग्यानोसेटिक एसिड जुन यसले चाहिँ हाम्रो पुनर्निर्माणको काम चाहिँ गर्छ। यो चाहिँ हामीले ज्ञानोदरमा पाइने 5 वटा प्रमुख तत्त्वहरू छन्, जसले हाम्रो सबै खोजी कार्यदेखि लिएर सन्तुलनदेखि लिएर निर्माणदेखि लिएर नियन्त्रणदेखि लिएर हैन पुनर्निर्माणदेखि लिएर सबै हाम्रो सिङ्गो ब्लड जतिमा घुलेर त्यो काम चाहिँ गर्छ। यो चाहिँ हामीले बुझ्नु पर्यो। जस्तो यहाँ आरजी र जेलको मैले थोरै यहाँ भन्दैछु। यो चाहिँ किङ अफ पर्स अर्थात् 100% ज्ञानोदरमा, जसले चाहिँ डिटक्सिफाई गर्छ क्या हाम्रो शरीरमा भएका विकार टक्सिनहरूलाई चाहिँ यसले यसरी यहाँ मैले देखाएको पनि छु हैन। यसरी स्क्यान गरेर सरर हाम्रो घुल्छ क्या ज्ञानोदरमा चाहिँ, सरर घुलेर हाम्रो शरीरमा भएका विकार टक्सिनहरूलाई दिशा पिसाब पसिना कानेगुजीको माध्यमबाट बाहिर डिटक्सिफाई गर्छ हैन। त्यो कारणले गर्दा हामीले चाहिँ यो कम्पनीका उत्पादनहरू चाहिँ यो अलिकति तपाई हाम्रो शरीरमा भएका विषादी टक्सिनहरूलाई बाहिर निकाल्ने बेलामा अलिकति गाह्रो बनाउँछ। त्यतिखेर आत्तिनु भएन, कन्टिन्यू युज गर्नु पर्यो। अब यहाँनेरि मसरुम पाउडर छ, जो यो आरजी र जेलकै धुलो, यो आरजी र जेलको मिश्रण हो। यसलाई चाहिँ पाउडरमा तयार पारिएको हुन्छ र यसमा पनि 100% ज्ञानोदरमा हुन्छ। यो तपाईको चाहिँ धेरै मात्रामा खानेलाई अर्थात् क्याप्सुल निल्न नसक्ने व्यक्तिहरूको लागि चाहिँ घुलेर तपाईको चाहिँ एउटा कपमा हालेर सरर तपाईको चाहिँ घुलेर खाँदाखेरि एकदमै राम्रो काम गर्छ क्या, छिटो रिजल्ट आउँछ, अलिकति छिटो। किनभने क्याप्सुल चाहिँ चोबाउनु पर्यो अनि हाम्रो शरीरमा भिज्न ओर्न समय लाग्छ नि त। अनि यो चाहिँ के हुन्छ त भन्दाखेरि स्वाट्टै एकदमै पानीमा फिटिएर जाने हो, छिटो हामीलाई चाहिँ हाम्रो शरीरको प्रत्येक सेलमा कोषमा चाहिँ गएर छिटो छिटो काम गर्छ है। अब यार्सा गुम्बा कडिसेप, अब यो कडिसेपको बारेमा पनि थोरै म जानकारी गराउँछु। यो पनि हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छ। जुन यार्सा गुम्बाले चाहिँ के गर्छ त भन्दाखेरि यसमा चाहिँ तपाईको भिटामिन B1 B2 हैन, B12 प्रोटिन के भन्छ पेटाटाइज जस्ता तत्त्वहरू चाहिँ पाइन्छ, जसले चाहिँ हाम्रो संवेदनशील अङ्ग जस्तो मुटु, कलेजो, फोक्सो हैन, मगज, मृगौलामा चाहिँ यसले बलियो बनाउने काम गर्छ यो यार्सा गुम्बाले चाहिँ।
अब यसलाई मात्रै नभएर हाम्रो सिङ्गो जस्तो हाड जोर्नीहरूको व्यक्तिहरूको लागि श्वास प्रश्वास दम होइन तपाईँको चाहिँ मुटु को लागि मात्र नभएर यसले चाहिँ खेलाडीहरूको लागि पनि एकदमै राम्रो काम गर्छ होइन जो कुद्ने एक्सर्साइज गर्ने अथवा खेलाडीहरूको लागि पनि यो यार्सा गुम्बा चाहिँ एउटा टोनिकको रूपमा लिइन्छ जुन यार्सा गुम्बाले चाहिँ हाम्रो सिङ्गो बडीमा एनर्जी पनि दिन्छ थुप्रै काम गर्छ यसले होइन जस्तो यहाँनिर मैले देखाएको छ यहाँनिर चाहिँ हाम्रो यो मुख्य मुख्य अङ्गहरू तपाईँको चाहिँ यो ब्रेन यो किडनी होइन यो मुटु तपाईँको चाहिँ यो कलेजो यो सिङ्गो बडी होल बडीमा नै काम गर्छ तर त्यो यो मुख्य मुख्य यो 5वटा अर्गानहरूलाई चाहिँ विशेष गरेर यो यार्सा गुम्बाको ट्याब्लेट अर्थात् यसको चाहिँ यो यार्सा गुम्बाको ट्याब्लेट 100% भयो यसको कफीको रूपमा पनि छ यो चाहिँ तपाईँको चाहिँ 100% यो तपाईँको चाहिँ यार्सा गुम्बा छ क्या यसमा चाहिँ जसले जुन यार्सा गुम्बा चाहिँ तपाईँको चाहिँ 120 ट्याब्लेटको कडीमा यो नेपालमा उपलब्ध छ होइन यसले चाहिँ हाम्रो सिङ्गो बडी जस्तो किडनी ड्यामेज भएको मान्छेहरूको लागि होइन तपाईँको चाहिँ एकदमै राम्रो गर्छ यो यार्सा गुम्बाले मैले चाहिँ अब थुप्रैलाई दिएको छु ब्रेन अर्थात् नसा होइन तपाईँको हड्डीमा पनि एकदमै राम्रो काम गर्छ तपाईँको चाहिँ यो यार्सा गुम्बा यदि खानुभयो भने राम्रो काम गर्छ यदि खानु भएन हेर्नु मात्रै महँगो छ यसो पल्टायो 7,000 हो कोही त मान्छे त अब हड्डी उता यत्रो अरबौँ पर्ने जुन तपाईँको चाहिँ करोड पर्ने चाहिँ जुन हाम्रा अङ्गहरूलाई सुरक्षा गर्ने यति राम्रो चिजलाई चाहिँ महँगो भनेर चाहिँ छोडिराखेको अवस्था छ होइन त्यो कारणले गर्दा त्यो हाम्रो अङ्गहरू भन्दाखेरि यो यार्सा गुम्बा यो कडीसिप कफी महँगो छैन हजुरहरू सबैजनाले चाहिँ यसलाई चाहिँ प्रयोग गर्नुभयो भने मात्रै यसले कसरी काम गर्दो रहेछ कति सफा राख्दो रहेछ कति राम्रो काम गर्दो रहेछ भनेर थाहा हुन्छ होइन अब अर्को छ स्पाइरुलिना अब यो स्पाइरुलिनाको बारेमा जति बयान गरे पनि बयान गरिसक्नु छैन त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले त अबको संसारको भविष्यको खाना नै हो भनेर प्रुभ गरिसकेको छ यो स्पाइरुलिना एक समुद्री लेउ हो जसमा प्रोटिन एडमिसन आइरन क्याल्सियम बिटा क्यारोटिन होइन क्याल्सियम बिटा भिटामिन B12 भिटामिन B2 B6 देखि लिएर क्लोरिनदेखि लिएर थुप्रै भिटामिनहरू लगभग यहाँ पाउने भिटामिनहरू सबै र तपाईँको चाहिँ यो यहाँ सबै कुराहरू छ यसको बारेमा मैले सबै बयान गरि नै सक्दिनँ क्या तपाईँको 80% तपाईँको क्षारीय र 20% अम्लीय खानाको ब्यालेन्स पनि यो स्पाइरुलिना ले गर्छ जो बच्चाहरूको लागि त झन् एकदमै त्यो दिमाग तेजिलो बढाउने होइन आँखाको तेज बढाउने चस्मा लाउने व्यक्तिहरूले पनि यो खान सक्यो बच्चा बिर्दादेखि लिएर अघि मैले भनेको जुन स्याउ सुन्तला गेडागुडी फलफुल माछा मासु दही दुधमा पाउने भिटामिनहरू होइन यो सागसब्जी हरियो परियो फलफुलहरू यो जुन छ जति छ नि यो यहाँ यी सबैमा पाउने भिटामिनहरू चाहिँ यो स्पाइरुलिनामा नै पाइन्छ अब यो स्पाइरुलिनाको बारेमा जति बयान गरे पनि बयान गरेर सकिँदैन त्यस कारणले मैले सर्टकटमा तपाईँलाई मैले यहाँनिर मैले भन्नुभन्दा पनि यहाँ यो सबैमा आउने यो हरियो परियो जुन सागसब्जी फलफुलहरू छ नि सबैमा पाउने यो अल्कालाइन सुपरफुड भनेर चाहिँ WHO ले अबको खाना नै यही हो भनेको छ यसको बारेमा मैले धेरै बयान गरिनँ तपाईँले खानुभयो भने थाहा पाइहाल्नुहुन्छ तर खान चाहिँ पर्यो अब अर्को छ मोरन्जी जुस अब यो मोरन्जी जुसको जति बयान गरे पनि बयान गरेरै साध्य नै छैन हेर्नुहोस् है यति धेरै राम्रो काम गर्छ कि यसको बारेमा जति बयान गरे पनि बयान गरेर साध्य लाग्दैन जुन संसारकै दुर्लभ फल जसलाई मोरिन्डा सेटोफोलिया भनिन्छ यो चाहिँ यो दुर्लभ अमिलो वर्गको प्राकृतिक फलबाट बनाइन्छ तपाईँको चाहिँ यसमा चाहिँ तपाईँको के हुन्छ त भन्दा भिटामिन मिनरल्स होइन प्रोटिनदेखि लिएर अब बिटा क्यारोटिन देखि लिएर थुप्रै तत्त्वहरू चाहिँ यसमा पाइन्छ अब यसले विशेष गरेर चाहिँ दुखाइलाई कम गर्ने आज अघि हामीले भने जस्तो केदार सरले मैले दुखाइलाई कम हुन्छ भने कुदाइ लगेर मोरन्जी जुस दिएको थियो कि यत्रो खप्नै नसक्ने रुने होइन उहाँको चाहिँ त्यो नसा चाहिँ च्यापिएर तपाईँको प्यारालाइसिस भएर चाहिँ अब कम्मरदेखि उँधो भागै नचल्ने
त्यस्तो मान्छेहरूलाई चाहिँ यो जुसले चाहिँ एकदमै दुखाइलाई कम गर्छ। मैले चाहिँ लगेर कुदा लगेर दिएको। हामी हेर्दा हेर्दै खाँदा खाँदै उहाँ चाहिँ अलिकति अय्या भनेर रुन छोड्नुभयो क्या। यो सकेर हामी त्यहाँ गफ गर्दा गर्दै उहाँ चाहिँ रुन छोडिसक्नु भएको थियो क्या। भनेपछि यसले चाहिँ दुखाइलाई कम गरिदिन्छ र रगतलाई चाहिँ सरसफाइ गर्छ। चाहिँ त्यो अनावश्यक काम नलाग्ने कोषहरू बढ्दैछ भने यसलाई चाहिँ तपाईँको चाहिँ राम्रो बनाउँछ। जस्तो कलेजो संरक्षण गर्ने होइन, तपाईँको चाहिँ रोगसँग लड्न सक्ने क्षमता को चाहिँ रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने होइन, तपाईँको गाइनोको समस्याहरू हल गर्ने, एनर्जी, मधुमेहदेखि लिएर सबै तपाईँको चाहिँ मुटु रोगदेखि लिएर होइन दिमागी समस्याहरूको लागि पनि एकदमै राम्रो चाहिँ मानिन्छ यो मोरन्जी जुसलाई। अब यहाँनिर म थोरै यहाँ मोरन्जी जुसको बारेमा, अब यो चाहिँ यो फलबाट उत्पादन हुन्छ हेर्नुहोस् है। यो चाहिँ यसलाई इन्डियामा नोनी पनि भनिन्छ, मोरिन्डा सेटोफोलिया चाहिँ यो नेपालमा अर्थात् मलेसियामा, यहाँ चाहिँ अहिले नेपालमा चाहिँ 285 ml कोमा पनि पाइन्छ। अनि यो 700 ml को चाहिँ तपाईँको इन्डियामा अर्थात् गल्फ कन्ट्रीहरूमा मलेसियामा चाहिँ 700 ml को पनि पाइन्छ। तपाईँको इन्डियामा चाहिँ 600 ml को पनि पाउँछ, नोनी भन्छ। अनि यो चाहिँ हाम्रो एउटा टोनिकको रूपमा, जस्तो हाम्रो यहाँनिर देखाएको छ क्या, मुटु, फोक्सो, कलेजो, दिमाग, दिए सबैलाई यो चाहिँ एकदमै सरसफाइकर्ताको काम गर्छ। यसले चाहिँ यो मोरन्जी जुसले सिङ्गो बडीलाई नै गएर काम गर्छ होइन। अब यसमा चाहिँ पाउने तपाईँको चाहिँ थुप्रै तत्त्वहरू छन् होइन। तपाईँको चाहिँ 150 भन्दा बढी तत्त्वहरू पाइन्छन्। जस्तो कि यहाँनिर आइरन, सोडियम, तपाईँको क्याल्सियम, पोटासियम यहाँ सबै लेखेको छ। यो मैले सबै पढिनँ। यहाँनिर भिटामिनहरू B1, B2, B6, B3, B66 सबै यहाँ तपाईँको चाहिँ यहाँ सबै पाउँछ यो मोरन्जी जुसमा। हजुरहरूले हेर्नु होला, फोटो खिच्नु होला। यो तपाईँले, मैले सबै अल पढिनँ, तपाईँले चाहिँ यहाँनिर www.dxnnoni.com हानेर हेर्नुभयो भने यो डिएक्सनको सारा इन्फर्मेसनहरू, यो मोरन्जी जुसको चाहिँ सारा इन्फर्मेसनहरू गुगलतिर जहाँ पनि तपाईँ हामीले पाउँछौँ। त्यो भएको कारणले मैले यसको बारेमा पनि धेरै बयान गरिनँ, किनभने हामीले खाइयो भने थाहा हुन्छ। अब खाइएन भने उही हेर्ने, ओहो यस्तो यस्तो काम गर्ने रहेछ भन्ने, त्यत्तिकै छोड्ने थुप्रैजनाले गर्नुहुन्छ। त्यो कारणले यसलाई चाहिँ हजुरहरूले पिउनु होला। यदि पिउनु भयो भने मात्रै तपाईँलाई मैले भने अनुसारको भन्दा पनि काम चाहिँ राम्रो चाहिँ गर्छ है हजुरहरू सबैजनाले। अब यो चाहिँ नेपालमै बनेको कालो कफी। अब हेर्नुहोस् है, यो चिनी नभएको कालो कफी तपाईँको चाहिँ एकदमै उत्कृष्ट छ। पहिला चाहिँ मेरो अलिकति धेरै खाँदा प्रेसर लो हुन्थ्यो, अहिले मैले यही खान्छु होइन। पहिला चाहिँ गुलियो खोज्दै हिँड्थेँ, अहिले नेपालमै बनेकोले चाहिँ अब नेपालको उत्पादन हो, नेपालकै भनेर चाहिँ मैले अब मलेसियाको गुलियो खोज्न थालिनँ, नेपालकै खान थालेँ क्या। एकदमै राम्रो पनि भएको छ। कतिपयले चाहिँ यो नेपालको चाहिँ अब नेपालमा बनेको क्वालिटी कम यताउता भन्नुहुन्छ होइन, मलाई त त्यस्तो लागेन। हेर्नुहोस् म पिइराखेको छु, यति राम्रो छ। यो चाहिँ सबैभन्दा नेपालमा सबैभन्दा बढी खपत हुने मध्येको एक उत्पादन हो डिएक्सन। यहाँ चिनी र दुध चाहिँ तपाईँको हुँदैन। मधुमेहका रोगीहरूको लागि अत्यन्तै उपयोगी मानिन्छ र सबै समस्याहरूको लागि प्रयोग गर्न सकिन्छ। यो 5 ग्रामको तपाईँको चाहिँ छ। पहिला चाहिँ 4.5 ग्रामको थियो, अहिले चाहिँ 5 ग्राम अलिकति बढाएर राखिदिएको छ। अनि यो 20 च्यासिस हुन्छ र यो 1 च्यासिसदेखि लिएर 6 कपसम्म पनि बनाउन सकिन्छ। नर्मल ठिक्कको बनाउँदा 3 कपदेखि लिएर 5 कपसम्म बनाउन पनि सकिन्छ। र यो चाहिँ चिसोमा पनि तातोमा पनि अर्थात् शरबतको रूपमा पनि यो चाहिँ लिन सकिन्छ, जसले सुगरको व्यक्तिहरूको, ग्यास्ट्रिक भएको व्यक्तिहरूको लागि त झन् नम्बर 1 छ यो डिएक्सन कम्पनीको। र नेपालमै बनेको यो ब्ल्याक कफी, मेड इन नेपाल, यो नेपालकै हो है। यो चाहिँ हजुरहरूले यो यदि खानु भएको छैन भने एकचोटि प्रयोग गर्नु होला, यो यार्सा गुम्बा। अब यो कडिसेप कफी त मैले अघि पनि भनिसकेको छु, जसले तपाईँको चाहिँ दम कमजोरीहरूको लागि एकदमै राम्रो मानिन्छ होइन। तपाईँको चाहिँ यो यार्सा गुम्बाको कफी सबै होल बडीमा काम गर्छ। मैले यसको बारेमा अघि भनिसकेको छु। आरजी र जिएल र मोरन्जी जुससँग चाहिँ यो सँगै मिलाएर खाएमा चाहिँ अझ ब्यालेन्स मिल्छ, अझै राम्रो काम गर्छ है भनेको चाहिँ छ।
दमको व्यक्तिहरूको लागि त झन् राम्रो, किडनी ड्यामेज भएको मान्छेहरूको लागि झन् राम्रो, बुढाबुढीहरूको लागि झन् राम्रो होइन। यो यार्सा गुम्बाको कफी म समय थोरै भएकोले गर्दा मैले सर्टकटमा गएँ। अर्को हाम्रो छ लिन्जी दुध कफी होइन। यो लिन्जी दुध कफी अब यो चाहिँ संसारमै सबैभन्दा बिक्री हुने अर्थात् संसारको चाहिँ 63% व्यक्तिहरूले खाने, यो संसारका व्यक्तिहरूमध्ये 63% व्यक्तिहरूले चाहिँ खाने कफी हो यो होइन, दुध कफी भन्छ। खास गरी ज्ञानोदरमा चिल्लो निकालिएको प्राकृतिक दुध र सुगर फ्री चिनी हुन्छ। यसमा चाहिँ विशिष्ट प्रोटिन, कार्बोहाइड्रेट, मिनरल्स, आइरन, भिटामिनहरू, क्याल्सियम आदि पाइन्छ र कमजोरी मानिस अर्थात् नानी बाबुहरूले पनि पिउँदाखेरि यो फाइदाजनक नै छ। र कम्तीमा एक प्याकेटमा 21 ग्रामको 20वटा च्यासिस हुन्छ। यो नेपालमा चाहिँ यसरी पाइन्छ र एक च्यासिसबाट 5 कपसम्म बनाउन सकिन्छ, जसमा ज्ञानोदरमा मिसाएको छ। तपाईँ हामी जो कोहीले पनि यो बच्चादेखि वृद्धासम्म जसले पनि खान योग्य छ, त्यसमा कुनै साइड इफेक्ट छैन होइन। तपाईँ हामीले खानु चाहिँ पर्यो। मैले धेरै यसको बारेमा बयान गर्न चाहेन किनभने समय अलिकति कम छ। अर्को छ कोकोजी। कोकोजीको पनि जति बयान गरिसक्नु छैन, किनभने यो यति राम्रो छ कि त्यो जसले खानु भएको छ उहाँलाई थाहा छ, बच्चाहरूको लागि एकदमै राम्रो छ। यो उच्च कोटिको कोको भन्ने पाउडर प्राकृतिक चिनी र बोसो झिकेको दुध तथा ज्ञानोदर्माको प्रमुख मिश्रण हुन्छ र वृद्धि र विकास गर्नको लागि राम्ररी नभएका नानी बाबुहरूको, जस्तो वृद्धि र विकास नभएको, तपाईँको चाहिँ अपाङ्गहरू, बोली नफुट्ने, तपाईँको चाहिँ त्यस्ता समस्याहरू आउँछ नि कसैको चाहिँ अब केही न केही अङ्गहरू चाहिँ अङ्गभङ्ग भएको व्यक्तिहरूको लागि पनि एकदमै राम्रो हुन्छ यो। यसले चाहिँ हाम्रो शरीरमा के पुगेको छ, अझ यो त कोकोजी त जो गर्भवती महिलाहरूले पेटमा हुँदैखेरि खानुभयो भने हाम्रो बच्चाहरू कुनै पनि त्यो अङ्गभङ्ग भएर जन्मिँदैन क्या। यो खाइसकेपछि सबै कुराहरू चाहिँ क्लियर, जो स्पाइर्न मैले अघि देखाएँ नि, स्पाइर्न अनि त्यो आरजी र जिएलको मध्ये जिएल अनि यो कोकोजी, यो खाइयो भने त यति राम्रो हुन्छ बच्चालाई। तपाईँको बच्चा जन्मिनु अगाडि नै गर्भवती महिलाहरूले खानुभयो भने एकदमै नम्बर 1 हुन्छ। जुन तपाईँको चाहिँ कमजोरी पनि हुँदैन, हुष्टपुष्ट बलियो हुन्छ क्या बच्चा चाहिँ होइन। त्यो चाहिँ हामीले यो जिएल यहीँ पनि लेखेको छ होइन। तपाईँको चाहिँ यस जिएलको गुण भेटिने हुनाले गर्भवती दिदीबहिनीहरूको लागि अति नै उपयोगी ठहरिन्छ भनेको छ यहाँ होइन। यसलाई चाहिँ तातो पानीमा अर्थात् कफीको रूपमा अथवा चिनी पानीमा अथवा दुधमा पनि हालेर खान सकिन्छ। यो यसको चाहिँ यो जसरी खाँदा पनि फुकै, म त सुरुमा हातमा खनाउँदै खाने यस्तो मिठो हुन्छ त्यो चोकोपन हुन्छ नि, खानुभयो होला है त्यो चोकोपन, त्यो हर्लेस खानुभएको छ भने थाहा होला। त्यो त्यतिकै हातमा राखेर खाँदा त्यस्तै मिठो हुन्छ। कोही मेरो दाइको छोराले चाहिँ बाकासे फोरेर खाइदिइहाल्छ। चाबी लाएर राखेको छ भने त्यो त्यहाँ कोकोजी छ भने थाहा पाइसकेपछि ड्याङडुङ फोर्ने ओर्ने खाइदिने हो। त्यो खान थालेपछि पल्केर क्या त्यति मिठो हुन्छ यो कोकोजी चाहिँ। तपाईँले हातमा त्यतिकै हालेर खानुभयो भने अब पानीमा घोलेर दुधमा घोलेर कहाँ मिलाएर खाइरहने, त्यतिकै हाल्दै यति मिठो छ अनि ड्याङडुङ खाइदिने हो। हेर्नुहोस् यति राम्रो छ होइन। त्यो भएको कारणले हजुरहरूले पनि तपाईँको नानी बाबुहरू बच्चाहरू यदि हुनुहुन्छ भने यो कोकोजी र स्पाइरुलिना साथमा जिएल खुवाउनुभयो भने यस्तो तगडा हुन्छ कि तपाईँको बच्चा, हाम्रो सिए मिनाराम सरको अस्ति हाम्रो सिए सरको बच्चाहरू कति तगडा कति राम्रो। यहाँ हाम्रो राजकुमार सरको छोरी अस्ति बोल्दै हुन्थ्यो, हेर्नुहोस् कस्तो ट्यालेन्ट बोलेको। त्यस्तो हुन्छ क्या बच्चाहरू चाहिँ होइन। यो खुवाउनु चाहिँ पर्यो है, खाएपछि मात्रै हुने। अर्को छ टुथपेस्ट। अब यो ज्ञानोजी टुथपेस्टको बारेमा त मैले धेरै बयान गर्नु पर्दैन होला, सम्भवतः सबैजनालाई थाहा छ ज्ञानोजी टुथपेस्ट के हो भनेर। मैले यहाँ सबै कुराहरू लेखेकै छैन, त्यो लेखो भने आँट्दैन 2-3 पेज हुन्छ होइन, किनभने यति धेरै फाइदा छ नि त यसको। त यो चाहिँ ज्यादै लोकप्रिय डिएक्सनको उत्पादन हो। नाम एक भए पनि काम चाहिँ अनेक भएकाले यसलाई चाहिँ प्राथमिक उपचार अर्थात् किट बक्सको रूपमा संज्ञा चाहिँ दिएको छ यसलाई। अब ज्ञानोदर्मामा तपाईँको चाहिँ ज्ञानोदर्मा, फुडजेल र मेन्थल
प्रमुख मिसावटबाट यो चाहिँ 150 ग्रामको ट्यु अर्थात् यो बोतलमा चाहिँ उपलब्ध छ। हाम्रो यो यहाँनिर मैले देखाएको छु, यहाँनिर अरू टुथपेस्टको र यो टुथपेस्टको हेर्नु होला, यहाँ चाहिँ यस्तो खालको निलो चाहिँ टुथपेस्टको छ। यो हेरेर पनि थाहा हुन्छ कि यो टुथपेस्टमा कुनै पनि रासायनिक त्यो अर्थोक छैन। यहाँ चाहिँ औषधीय गुणले भरिपूर्ण भएको कारणले गर्दा यसमा चाहिँ कुनै पनि हानि नोक्सानी साइड इफेक्ट गर्दैन। काटेको पोलेकोदेखि लिएर हरेक समस्याहरू जो 40-50वटा समस्याहरूको लागि काम दिन्छ त्यो सबै कुराहरू लेखेको छैन। यदि प्रयोग गर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ। मैले यसको बारेमा धेरै समय लिन। अर्को छ मसाज ओइल तेल, जुन यो ज्ञानो मसाज ओइल तेल ज्ञानोदरमा ताडिमको तेल तथा केही प्राकृतिक जडीबुटीहरूको धुलो मिसाएर बनाएको यसको चाहिँ निर्माण गरिएको छ। यो हरेक छालाको समस्याहरूको लागि चाहिँ एकदमै राम्रो मानिन्छ है यो मसाज ओइल तेल। जस्तो पोलेको ठाउँमा, ठोकिएको ठाउँमा, मर्केको, हाड जोड्नेहरूको समस्या, हात खुट्टाहरू फुटेको हैन, तपाईको चाहिँ कपाल झरेको हैन, चिलाउने ठाउँमा पनि लगाउन सकिन्छ। यो चाहिँ त्यतिकै खान पनि मिल्छ। तपाईको यसले कुनै साइड इफेक्ट गर्दैन। यो मसाज ओइल खाए पनि हुन्छ। अघि जो उहाँले दुःख भन्दै हुन्थ्यो, हामीले मसाज ओइल तेल पनि यो देखाइदिएको, यसरी यो चाहिँ हड्डीदेखि लिएर यो सबैलाई गएर काम गर्छ भनेर यसरी देखाइदिएको। उहाँलाई यो पनि लगेर दिएको, उहाँले लगाउन सुरु गर्दै हुनुहुन्थ्यो। यो के भयो त, आफै गयो त। होस्ट त हाम्रो सरले लिनुभयो त, हाम्रो मिलन सरले। के भएर गयो, कट्यो जम्मै। समय पनि सकिए जस्तो छ, अलिकति बाँकी थियो थोरै। कति हो सर? हजुरको स्लाइड देखिएन। होइन, मसँग होस्ट नै छैन सर। मसँग होस्ट चाहिँ हाम्रो मिलन सरले लिनुभयो, त्यो कारणले यस्तो भएको हो। मैले यहाँ थाहा पाइहालेँ। थोरै छ अब। देखिएको छ सर स्लाइड? हजुर देखिरहेछ सर, देखिरहेछ। ओके, थ्याङ्क यू सो मच हाम्रो मिलन सर, हजुरलाई विशेष धन्यवाद। अब यो मसाज ओइल के अरे यो लिपस्टिक, मसाज तेलको बारेमा जति बयान गरे पनि सकिँदैन थियो, त्यही भएर मैले लिपस्टिकतिर लगिहालेँ। अब लिपस्टिक हेर्नुहोस् है, यो महिला दिदीबहिनीहरूको लागि, यो सौन्दर्यको लागि अति नै उपयोगी हो। यो सबैभन्दा बढी तपाईको चाहिँ खर्च अर्थात् सौन्दर्यको लागि प्रयोग गर्छन्, जसमध्ये लिपस्टिक पनि एक हो। यो दिदीबहिनीहरूको लागि ओठमा प्रयोग गर्दा गुणस्तरहीन तपाईको चाहिँ भए मुख तथा पेटको समस्याहरूको मा चाहिँ तपाईको चाहिँ खराब देखिन्छ,